सबैजनालाई नमस्ते। फेरि पनि मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ है। आज चाहिँ फेरि हामी बुढाबुढी उपस्थित भएको छु है। आज चाहिँ हामीले सानो भिडियो लिएर फेरि आएको छु। तपाईहरुलाई कस्तो लाग्छ यो भिडियो हैन? मन पर्यो भने माया गरेर लाइक गरिदिनु होला अनि सब्स्क्राइब। साथीहरु, हामीले सुँगुरको मासु, साग हो, भात, सलाद छ अनि रोटी छ हाम्रो चाहिँ आजको खानामा। ल साथीहरु, हामीले चाहिँ अब खाना स्टार्ट गर्यौं है। हामीले चाहिँ खाना स्टार्ट गरेको आज सुँगुरको मासु छुट्टीमा बुढीले बनाएको रहेछ हो। सुँगुरको मासु, रायोको साग, अचार बनाएर चाहिँ यहाँ गोर्खे स्टाइलको स्यालेड। हम लोग खाऊं है अब। कत्रो मासु फेरि आमा एउटै जाँदा एक पस्छ। रोटी भी हामीले चाहिँ सुँगुरको मासु चाहिँ आयरनबाट ल्याएको। मासु त कतै थियो। त्यस्तै रहेछ नि, राम्रो मिठो छ। गाउँको जस्तो नि सुँगुरको मासुको चाहिँ गाउँको जस्तो पाउँछ नि। गाउँतिर काटे जस्तो। मासु त खतरा भएछ। मसला पनि कम हो। धेरै मसला खाइदैन हो हामी बुढाबुढी। मन पर्दैन हो, पेटको प्रब्लम हुन्छ। जब सादा सुँगुरको मासु, रायो साग, ल साथी हो, सुँगुरको मासु कसको फेभरेट हो, कोलाई मनपर्छ तपाईहरुलाई कमेन्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला है।
तिमी के भन्न चाहन्छौ? आजको भिडियो चाहिँ यहाँ नै एन्ड गर्न चाहन्छु। साथीहरूलाई हाम्रो यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक गरिदिनु होला, सेयर अनि सब्सक्राइब गरिदिनु होला है।